हेलो एभ्रिवान, सम्पूर्णमा मेरो तर्फबाट हजुरहरूलाई नमस्कार र मेरो युट्युब च्यानल @प्रदीप07 र मैले आज चाहिँ सामान्य मेरो डेली मिनी भ्लगमा चाहिँ छोटो एउटा मचान तयारी गर्ने जमरको पेश गर्न खोजिरहेको छु र लाग्छ हजुरहरूले यो भिडियो हेरेर धेरै थोरै जति भए पनि आनन्द लिनुहुनेछ भन्ने पूर्ण आशा लिँदै मेरो मिनी ब्लग रेडी पार्दैछु। तपाईँहरूलाई जानी नजानी जे जति मैले भिडियो खिचेको छु र समग्र वन र खेतीबालीसँग समन्वयन गरी एउटा भिडियो तयार पार्दैछु र हामीले टिगोली मध्यवर्ती सामुदायिक वनमा भएको वन्य जन्तुको आध्यात्मिक हानि नोक्सानी पुर्याएको कारणले गर्दा हामी एउटा समुदाय र खेतका साझेदारीहरू मिली आज चाहिँ लगभग यो 3-4 दिन लागिसक्यो हामीलाई। अब यसको वैकल्पिक उपाय भनेको चाहिँ हामीले वन्यजन्तुलाई छेक्नको लागि मचान अर्थात् पुर्खौली तरिकाले अपनाउनु सिवाय अरू केही भएन। यसरी हामीले यहाँ मचान बनाउन लागेका छौँ र यसरी दिनौँ वन्यजन्तुले चाहिँ हाम्रो खेतीबालीमा चाहिँ धेरै नै हानि नोक्सानी पुर्याएको हुनाले अब हामीले मचान खडा गरेर चाहिँ ट्याक्क बेलुका स्थानीय खेतका साझेदारीहरू मिली पालो कुर्ने परियोजना बनाउन खोजेका छौँ। के गर्ने, यस्तै छ। र 2 दिन अगाडि हामीले जङ्गलबाट काठ ल्याएका थियौँ भने अहिले त्यो माथि छाउनको लागि बाँस लिएर आएका छौँ र केही काठहरू पनि छ अझै बाँकी। र अहिले हाम्रो ट्याक्क मचान बनाउने कार्यक्रम भइरहेको छ। हाम्रा अग्रज ठुलबुबा अनि हाम्रो खेमदाई के गर्ने, खेती तहस नहस पारेपछि यसरी उहिलेका जमानाको जस्तो अब मचान नबनाई जीव जनावरको अब कुनै रोकथाम होला जस्तो लागेन। जति वनमा हारगुहार गरे पनि जीव जनावर आउन छोड्दैन। यसको विकल्प भनेकै अब मचान बनाएर कुर्नु सिवाय केही भएन। र अब हाम्रो यहाँ समग्र 3-4 जनाको बारीको साझेदारीको हिसाबले एउटा मचान खडा गरेका छौँ र जो कोहीलाई पनि आफ्नो बारीको सुरक्षा गर्न छ भने अब वनले के दिन्छ भनेर सोच्नु पर्दैन। अब यसरी नै नकुरी बाली नाली भित्रिँदैन है। सब गाउँलेवासीहरू जो कोहीले पनि हेरे भने विचार गर्नुहोस् भिडियो। यसरी कैँडाले दिनौँ विध्वंस मचाउने कोसिस तरिकाले खाएको छ। यसको वैकल्पिक भनेको अब जीव जनावरलाई रोक्न त सकिँदैन। अब यसको विकल्प भनेको यसरी मचान बनाएर बस्नु सिवाय अरू केही छैन। र यसरी नै हामीले चाहिँ आफ्नो खेतीबालीको संरक्षण आफै गर्ने कोसिस गऱ्यौँ। हजुरहरू पनि बाली नालीको संरक्षण गर्न लागौँ है। अनि वनलाई पनि यस्तै मचानको काठको आग्रह गरेर ठाउँ ठाउँमा
हेरचाह गर्ने हो भने बाली नाली जोगिन सक्ने चाहिँ धेरै प्रबल सम्भावना हुन्छ। यसरी अब घरमा बसेर साउ बनेर चाहिँ हुँदैन। अब र यसरी मचान रेडी हुन लागिसकेको अवस्था छ। यसरी अब माथि बनाउँछ, यहाँ माथि चाहिँ छाना र हाम्रा कामदारहरू सबै मुनि। र यसरी मेरो समग्र मचान पूर्ण रूपमा तयार हुनलाई अब बाँकी छ र अब बस खरले छाउनको लागि। र यति भन्दै मेरो भिडियोलाई यहीँ हिट मार्न पनि चाहन्छु र जो कोहीले पनि मन परेमा भिडियोलाई लाइक कमेन्ट सेयर र सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला भन्दै अन्त्यमा मेरो @प्रदीप_मगर07 युट्युब च्यानल रहेको छ। जो कोहीले मलाई माया गर्नुहुनेछ उहाँहरूले सब्सक्राइब गरिदिनु हुनेछ भन्ने पूर्ण आशा लिँदै अहिलेलाई बिदा हुन चाहन्छु। बाइ।